यो गमा बोल्न पाउने अधिकारलाई नै सदनको कार्यमा बाधा पार्ने मनसायले हामी किनभने त्यतापट्टि कुरा राख्दै राख्दै जाने आकस्मिक समयदेखि लिएर जनताका कति मुद्दाहरू हामी लिएर आएको छौँ। हामी चाहिँ बोल्न पाउने पनि अधिकार वञ्चित गरेर सदनलाई एकदमै कुण्ठित बनाएको हुनाले अब यसको सम्भव भनेको त संवाद सहकार्यदेखि लिएर धेरै छ नि। त्यो भएर यो नियम आपत्ति हामी बोल्न पाउने अधिकारबाट हामी पनि त वञ्चित भएका छौँ। यो कुरामा चाहिँ हामीले यो सदनमा म कुरा राख्न चाहन्छु। हस्, धन्यवाद। मान्य सदस्यहरू बसौँ, हामी कार्यसूचीमा प्रवेश गरौँ। त्यसपछि पालैसँग मान्य सदस्यहरूलाई बोल्ने क्रममा म बोल्न समय दिइहाल्छु। बसौँ। मान्य सदस्यहरूको केही दिनदेखि जब यो विरोध भइरहेको छ, यो बेलामा मान्य सदस्यहरूले प्रयोग गर्नुभएको भाषाप्रति मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूलाई हाम्रो नियमावलीको नियम 21 को ख तर्फ म ध्यान आकर्षण गराउन चाहन्छु। मान्य सदस्यहरू, पक्कै पनि हामी समस्या आइसकेपछि त्यसको समाधान गर्नै पर्छ। समाधानतर्फ हामी सबै प्रयास गरिरहेकै छौँ। यो मान्य सदस्यहरूलाई जानकारी भएकै विषय हो। सम्बन्धित दलका मान्य सदस्यहरू, नेता
संवादमै हुनुहुन्छ। त्यस कारणले मैले हिजो पनि भने मान्य सदस्यहरूलाई र मेरो आज पनि यहाँहरूलाई अनुरोध यही हो कि समस्या आयो भन्ने हामीलाई लाग्यो भने त्यस विषयमा समाधान खोज्नलाई जुन प्रयास भइरहेको छ यसलाई निरन्तरता दिउँ, संवाद गरौँ। तर सभा पनि त सञ्चालन गरेर जाउँ, जसले गर्दाखेरि हामीले हाम्रा कार्यसूचीमा भएका विषयहरूमा प्रवेश गर्दैमा संवाद रोकिन्छ जस्तो मलाई लाग्दैन र संवाद रोकिएका पनि छैनन्, विगतका पनि अभ्यासहरू छन्। त्यस कारणले संवाद गरौँ, छलफलहरू पनि गरौँ र सभा पनि सञ्चालन गर्नलाई मान्य सदस्यहरू बसेर सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्। मान्य सदस्य धर्मराज केस के को लागि उठ्नुभयो? मान्य सदस्य बस्नुहोस्। मान्य सदस्यहरू, अब प्रतिनिधि सभा आजको कार्यसूचीका सबै विषयहरू निकालिएको छ र अबको अर्को बैठक 2083 साल जेठ 27 गते बिहान 11 बजे बस्ने गरी आजको बैठक स्थगित हुन्छ।